2 वर्ष अघिको त्यो समय सिन्धुलीको कमलामाई नगरपालिका 2 मा रहेको सरस्वती झरना आज पनि सम्झनामा ताजै छ। प्रकृतिको काखमा लुकेको यो सुन्दर झरना, चट्टानबाट झर्दै गरेको स्वच्छ पानी, वरिपरिको हरियाली र शान्त वातावरणले जो कोहीको मन लोभ्याउने गर्छ। त्यतिबेला सरस्वती झरना आज जस्तो धेरैको रोजाइमा नपरे पनि प्रकृति प्रेमी र स्थानीयका लागि यो ठाउँ एउटा सुन्दर गन्तव्य थियो। हामी सानो झरनामा छौँ, माथिबाट ठुलो झरना छ। अब हामी यता घुमेर यो माथि डाँडाबाट निस्किने प्लानमा छौँ। अब हेरौँ ठुलो झरना छ कस्तो। झरनाको चिसो पानीसँगै बिताएका ती क्षणहरू, साथीभाइसँगको रमाइलो र प्रकृतिसँग नजिक भएको अनुभूति आज सम्झिँदा झन विशेष लाग्छ। समय बित्दै गयो, सरस्वती झरनाको चर्चा पनि बढ्दै गयो, तर 2 वर्ष अघिको त्यो प्राकृतिक सौन्दर्य र त्यहाँ बिताएका पलहरू भने सम्झनामा सधैँ ताजा रहनेछन्। सरस्वती झरना, प्रकृतिको उपहार, सिन्धुलीको सुन्दर पहिचान। ऐतिहासिक महत्व, हरियाली पहाड, ग्रामीण जीवन र प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर जिल्ला। यही सिन्धुलीको कमलामाई नगरपालिका 2 मा रहेको एउटा सुन्दर प्राकृतिक गन्तव्य हो सरस्वती झरना। स्थानीय रूपमा यसलाई सालु खोला पनि भनिन्छ। शान्त वातावरण, हरियाली जङ्गल र चट्टानमाथिबाट झर्ने स्वच्छ पानीले यो ठाउँलाई निकै मनमोहक बनाएको छ। आज सरस्वती झरना प्रकृति प्रेमी र घुमफिर गर्न चाहने मानिसहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। पछिल्ला समयका स्थानीय सामग्रीहरूले पनि यहाँ आन्तरिक पर्यटकहरूको चहल पहल बढिरहेको उल्लेख गरेका छन्। तर यो झरना केवल पानी झर्ने एउटा प्राकृतिक दृश्य मात्र होइन। यस उरपरको प्राकृतिक वातावरण, जङ्गल, ग्रामीण जीवनशैली र स्थानीय परिवेशले यहाँ पुग्ने मानिसलाई फरक किसिमको अनुभव प्रदान गर्छ। झरनाको आवाज, चिसो पानी, हरियाली जङ्गल र वरिपरिको शान्त वातावरण, यी सबै मिलेर सरस्वती झरनालाई प्रकृतिसँग केही समय बिताउन चाहनेहरूका लागि आकर्षक गन्तव्य बनाएका छन्। सरस्वती झरनाको इतिहासबारे कुरा गर्दा एउटा कुरा स्पष्ट रूपमा बुझ्न आवश्यक छ। यस झरनाको उत्पत्ति वा नामकरणसँग सम्बन्धित प्राचीन लिखित अभिलेख र प्रमाणित ऐतिहासिक विवरण अहिले सहज रूपमा उपलब्ध छैनन्। त्यसैले यसको इतिहासबारे सुनिने स्थानीय जनश्रुति वा मौखिक कथालाई प्रमाणित इतिहासका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन। तर प्रमाणित रूपमा भन्न सकिने कुरा के हो भने यो स्थान कमलामाई नगरपालिका 2 सिन्धुलीमा अवस्थित प्राकृतिक सम्पदा हो र पछिल्लो समय पर्यटनको दृष्टिले यसको पहिचान बढ्दै गएको छ। प्रकृतिले आफै निर्माण गरेको यस्तो सुन्दर ठाउँको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो। पर्यटक बढ्दै जाँदा वातावरणमा प्लास्टिक, फोहोर र अन्य प्रदूषण बढ्न सक्छ। त्यसैले सरस्वती झरना घुम्न जाँदा फोहोर नगर्ने, प्लास्टिक जथाभावी नफाल्ने, पानीको स्रोतलाई प्रदूषित नगर्ने र प्राकृतिक संरचनालाई क्षति नपुर्याउने जिम्मेवारी हामी सबैको हो। स्थानीय समुदायका लागि पनि यस्ता प्राकृतिक गन्तव्यहरू पर्यटन र आयार्जनको अवसर बन्न सक्छन्। स्थानीय उत्पादन, खाना, होमस्टे, गाइड सेवा तथा अन्य पर्यटन गतिविधिको विकास गर्न सके सरस्वती झरनाले आसपासको समुदायको आर्थिक गतिविधिमा समेत योगदान पुर्याउन सक्छ। आज सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सरस्वती झरनाको चर्चा बढिरहेको छ। तर कुनै पनि पर्यटकीय स्थलको वास्तविक विकास केवल भाइरल हुनुमा होइन। यसका लागि आवश्यक छ सडक तथा पदमार्गको सुधार, सुरक्षा, सरसफाई, सूचना तथा सङ्केत बोर्ड, पर्यटक मैत्री सेवा र प्राकृतिक वातावरणको संरक्षण। यदि यी पक्षमा ध्यान दिन सकियो भने सरस्वती झरना भविष्यमा सिन्धुलीको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा अझ स्थापित हुन सक्छ। त्यसैले यदि तपाईँ सिन्धुली आउनुभएको छ भने प्रकृतिको यो सुन्दर उपहारलाई नजिकबाट अनुभव गर्न सरस्वती झरनाको यात्रा पनि आफ्नो सूचीमा राख्न सक्नुहुन्छ। झरनाको कलकल आवाजसँग केही समय बिताउनुहोस्, हरियालीसँग रमाउनुहोस्, स्थानीय जीवनलाई नजिकबाट बुझ्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रकृतिलाई माया गर्नुहोस्, संरक्षण गर्नुहोस्। सरस्वती झरना सिन्धुलीको प्राकृतिक सौन्दर्यको एउटा सुन्दर परिचय। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने भिडियोमा लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोस्। यस्तै नेपालको प्राकृतिक, ऐतिहासिक र पर्यटकीय स्थानहरूको जानकारीका लागि हाम्रो YouTube च्यानल सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।